गाइस हेर्नु हामी टाइम पास गर्नलाई अब छाता लिएर निस्केको यो छाता पनि हाम्रो होइन है यो पसलमा भर्खरको दाइ आउनु त्यो दाइले छाता छोडेर देख्नुभयो ऊ त्यो दाइ हेर्नु कस्तो ब्युटिफुल देखिरहेछ होइन यही पानी परेको भएर हामी यहाँ अड्केर बसिरहेको समय निस्किन हामीलाई यस्तो गाह्रो भएको छ हेर्नु होइन रिक्स लिएर हेर्नु तपाईँहरूलाई देखाउनलाई मात्र भयो नि निस्केको नभए हाइवेमा निस्किन एकदम गाह्रो छ अघि त मामा यहाँ उभिएर बाटो छैन हौ कतै बस्छ ल एउटा चाहिँ गाडी आएर छ यो गाडीलाई हामीले भन्छ है भन्नु न बाटो छैन हो क्यामेरामा पनि पानी परिसकेछ क्यामेराले नि यो पानी बर्दाश्त गर्न सकेन है यो पानी चाहिँ कहिले रोकिने होला क्या कहिले रोकिने होला अब रोकेपछि बत्ती पनि आउँछ कि बत्ती आएपछि हामी निस्किन्छौँ कि गाडी पनि रुम खोज्दैछ है रुम कुर्दैछ रुम खोज्दैछ हामीले खोजी बल्ल बल्ल तल्ल यो रुम पायौँ होइन ऊ त्यो गाडी पनि अब खोज्दैछ खाली छैन हो यहाँ खाली छैन अब यस्तै यो गाइस कस्तो हामी टुरको बेला झन् रमाइलो गर्नुपर्छ भनेर बसेको टुरको बेला यस्तो भएछ हेर्नु त गाइस टुरको बेला पनि किन यस्तो क्या पानी परेर यति झाउ भएको छ लिटरली हेर्नु यो गाडी फर्केर आउँदैछ बिचरा उनीहरू पनि हामी चाहिँ बेलामै फर्केर है बेलामै एउटा रुम ट्याक्क लगाएर खोजेर भेटेर अन्त बसिहालेको नभए त हाम्रो पनि यस्तै अवस्था हुन्थ्यो घुम्दै बस्दै पर्थ्यो है हामी पनि ल अब भित्र जाऊँ गाइस ल है त भित्र गयौँ अब हामी कक्रोच मारामारी भइरहेछ यहाँ कक्रोच स्पाइडर मार्ने मान्छे उता जापानबाट आएको चप्पल उठाएर फुचिक्क मारिदिनु भयो ओके गुड नाइट हाई गाइस वेलकम ब्याक टु माई भ्लग यो चाहिँ नेक्स्ट डेको भ्लग हो म यति हाँसिरहेको छु किनभने वेदर चाहिँ अलिक क्लियर भएको छ घाम चाहिँ निस्किन आँटेको जस्तै भएको छ है अनि सो वी आर हेडिङ टुवर्ड्स आवर डेस्टिनेसन विच इज पोखरा अहिले हामी पोखरा जाँदैछौँ होइन हिजो एकदमै पानी परेर हामी पुग्न सकेनौँ किनभने अफर थियो एकदमै होइन अनि ल्यान्डस्लाइडहरू भइरहेको थियो पहिरो बगेर हामी अर्क्यो धन्न सेफली हामी एउटा ठाउँमा आइपुग्यौँ होइन नभए त डेन्जर त्यो बाटो चाहिँ अनि अहिले चाहिँ वेदर एकदमै क्लियर भएको भएर हामी फेरि बिहानै बिहान निस्किन आँटेको अहिले चाहिँ कति 6 o'clock भइरहेछ अनि बिहानै बिहान निस्किनेको ओके सो अब म चाहिँ बस्नलाई गाडीमा सबैजना बसिसक्नु भयो अब म तपाईँलाई अपडेट गर्छु है त के कसो हुन्छ भनेर हामी बसिसकेको छौँ घरमा यस सबै बाटोहरू चाहिँ एकदमै अलिकति अफरोड छ मजाले कलाएर अब हामी यहाँ यो बाटो क्लियर गरेपछि एन्ड देन म तपाईँलाई देखाउँछु है त हामी कता रोक्छौँ गाइस हिजो हामी यही बाटोमा अड्क्यौँ होइन अड्केर चाहिँ हामी फर्केको थियो अहिले चाहिँ बाटो हल्का भयो मतलब ठिक छ होइन अनि बिस्तारै हामी निस्किरहेको छौँ कस्तो छ यहाँ चाहिँ एकदमै केयरफुली ड्राइभ गर्नुपर्ने हुन्छ किनभने बाटो चाहिँ अलिकति अफरोड छ यस्तो पहिरो गयो त्यही बाटो त फेरि लुब्डुक रहेछ बस पुगिसकेको छ अहिले चाहिँ यस्तो छ सेफुली हामीले क्रस गऱ्यौँ त्यो बाटो चाहिँ मोस्टली बिच नै छ होइन बाटो अब चाहिँ त्यस्तो हामीलाई गाह्रो नपर्ला
मम चाहिँ द क्लिफमा आउनु भएको छ बन्जी गर्नलाई। पहिलादेखि नै ममको एकदमै ठुलो रहर थियो होइन अब गर्ने भनेर, तर त्यस्तो मौका चाहिँ पाएन र अहिले हामी यता घुम्न आएको बेला चाहिँ अब गरिहालौँ भने हजुरआमा र के अरे बाबा दुवैजना होइन अलिअलि छ होइन किन गर्न लाग्छ यस्तो यस्तो भने अलिकति डर हुन्छ नि त, अब डर हुन्छ। सो त्यसैले तर केही छैन, अब लाइफमा हो सबै एडभेन्चर गर्नुपर्छ। इट्स लाइक एक्सपिरियन्स, वान टाइम एक्सपिरियन्स टाइप हुन्छ। अब फेरि अहिले गऱ्यो भने फेरि पछि पनि गर्न मन लाग्यो भने फेरि गर्नुपर्छ होइन। सो इट्स लाइक गर्नुपर्छ है, गर्न मन लागेको चाहिँ काम गर्नुपर्छ। सो हामी चाहिँ क्लिफमा आएको छौँ बन्जी गर्नलाई। यो चाहिँ वर्ल्ड्सको बाइ द वे तपाईँहरूले थाहा छैन भने यो चाहिँ वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी जम्पिङ हो है। यहाँ चाहिँ बाहिरदेखि टुरिस्टहरू पनि आउनुहुन्छ फर्स्ट जम्पिङ अब कम्प्लिट गरेर, जो रहर हुन्छ नि त फर्स्ट सेकेन्ड थर्ड कम्प्लिट सबै गर्ने। सो यो चाहिँ सेकेन्ड हाइएस्ट बन्जी जम्पिङ हो वर्ल्डको। सो या अब म चाहिँ पहिला पनि आएको थिएँ मेरो साथीसँग, प्रशान्ति भन्ने, उसँग म आएको थिएँ। उसले चाहिँ बन्जी गराएको थियो, मैले चाहिँ गराएको थिएन। उसलाई म साथी बस्दिन आएको थिएँ, पहिला आएको थिएँ, हामी +2 मा हुँदा आएको थिएँ। त्यहाँ अब रेडी भइसक्नु भएको छ है बन्जीको टी सर्ट लगाएर यहाँ टक्क। अब सी इज रेडी। जोस देखाउनु ल ल अब हान्न जाउँ है त। माउंटेन ड्यू डर के आगे जीत है, डर के आगे जीत है। डर के आगे जीत है। एन्ड गाइज हामी त क्लिफको यो कुस्मा ब्रिजमा छौँ है। हेर्नु त मलाई पनि त्यस्तो त केही खासै लागेन। ए बिजी। सो यो चाहिँ क्लिफ हो, क्लिफ 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 क्लिफको दुईटामा एउटा हुने चुज हो। सो गाइज यहाँको चाहिँ अब सेकेन्ड टाइम यता चाहिँ हाम्रो क्लिफको रिजोर्ट्सहरू छ है। नाइस एम्बियन्स र एम्बियन्स यस्तो छ यहाँको रेस्टुरेन्ट। बसेर खाजा खाएको अनि तपाईँलाई देखाउँछु है त। हाम्रो खाजा आइसकेको छ। यो चाहिँ हाम्रो प्याकेजमै थियो है। हामी भिजिटर्सहरूको 500 को टिकट थियो। त्यो कुपनमै हाम्रो चाहिँ यहाँ स्न्याक्स पनि थियो है। सो अब चाहिँ खाएपछि अनि देन हामी बन्जी हान्न जान्छ। अनि देन बन्जी हानेको चाहिँ म खिच्छु अनि त्यही तपाईँहरूलाई देखाउँछु। गाइस हामी भर्खरै खाजा खाएर निस्केको, फेरि अब सेम बाटो जान लागे होइन। मलाई चाहिँ यो ब्रिजमा हल्का डर लाग्छ है फोन होल्ड गर्न। सो म अहिले चाहिँ राख्छु। अब मम चाहिँ बन्जी हान्न जान लाग्छ, म बन्जीको चाहिँ एउटा दुइटा क्लिप हालिदिन्छु। त्यसपछि हामी फेरि गाडीतिर बाटो लाग्छ है, त्यति बेला देखाउँछ है त। ल गाइस ल राखेँ त म फोन। अहिले मलाई डर लाग्छ क्या यो ब्रिज हेर्नु कस्तो डेन्जर छ। ओके सो म तपाईँलाई बन्जीको क्लिप चाहिँ हालिदिन्छु है त। त मम्मी हुनुहुन्छ पहिले कसलाई लाउने फर्स्ट नम्बर उसैको रहेछ सायद। कसको? हामी चाहिँ पोखरा आइपुग्यो र फेस वासहरू केही गरेको छैन। रुम पनि गएको छैन है। हाम्रो एउटा फर्स्ट लोकेसन चाहिँ यो खै कुन चाहिँ गणेश भगवानको मन्दिर हो। उता माथि केबल कार चढेर जानुपर्ने छ। हामी यहाँ आएको यस्तो छ है लोकेसन चाहिँ। यो चाहिँ हाम्रो केबल कार बुक गर्ने।
घरमा बस्दा सारी उम्र में जोकर कतिवटा केबल कार चलाउनु पर्यो त्यसो है वाउ लो पानी पो पर्यो त माथि माथि अलिअलि छ पानी हाम्रो केबल कारको सफर अन्त हुँ केबल न, कारको तर- सफर हाम्रो यस्तो छ फोटो फोटो पनि माथि जाँदैछौँ हामी माथि जाँदैछौँ माथि 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 जाँदैछौँ गाइज हेर्नु है त यस्तो छ सिनेरियो कस्तो लाग्दैछ मामा तपाईँलाई यता हेर्नु मगाउँछु जहिले 2 मिनटमा टुङ्गाइदिन्छ अझै भन्नु न अझै तपाईँलाई कस्तो लाग्दैछ मलाई त राम्रो लाग्छ तर थाकेर एकदम बेसरी त ठिक छ ओके 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 देन बिजी तपाईँलाई कस्तो लाग्दैछ मलाई पनि राम्रै लाग्दैछ यस्तो छ है हाम्रो पछाडिको भ्यू चाहिँ दामी छ अलि माथि गयो अलिअलि कस्तो कस्तो हुने रहेछ क्या यसो हेर्नु माथि जाँदैछ क्या अनि हेर्नु त क्लियरली कस्तरी लगाइ जब हामी म पनि अब थोरै भ्यू इन्जोय गर्छु अब तपाईँहरूले माथि पुगेपछि देखाउँछ है त मलाई लास्ट डे डर लाग्यो कस्तो हल्लायो यस्तो साफ साफ लाग्छ हामी यहाँ बसिरहेछौँ चिसो भएर जाडो भएर लिटरली पानी पनि यत्रो ठुलो पऱ्यो है अब त्यो केबल कारहरू पनि बन्द हुन्छ बिचमा कस्तो आज त लास्ट डे पोखरा घुम्ने भनेको त यस्तो भइरहेछ गाइस के गर्ने हामीलाई साँच्चीकै बनाउनु लागेको रहेछ अरे यहाँ पुरा रोकी आइरहेछ क्या बिचमा बन्द हुने एक त यो केबल कार इज टु भेरी लङ एकदमै धेरै डिस्टेन्स लामो छ क्या अन्नपूर्ण केबल कार हो त घुम्नै मन लागिसकेको मान्छेहरू क्या यस्तो यस्तो हाइटमा लिटरली अस्ति किनकि हिजो फेरि यस्तो एउटा चाहिँ इन्सिडेन्ट देख्यौँ नि त हामीले पानी परेर कस्तो ठाउँमा हामी मतलब अड्क्यौँ क्या अड्केपछि हामी अब जस्तो गरेर दाइज निकालिदिनु भएन एउटा ठाउँबाट सेफली हामी बचेर फर्क्यौँ अनि यस्तो ठाउँ फेरि यस्तो भयो हुन्छ क्या अनि म त कस्तो अहिले त त्यस्तै मलाई एकदमै धेरै डर लाग्छ यस्तो कुराहरूबाट लाइक आइ एम रियली एफ्रेड अफ दिस थिङ्स यहाँ पनि देख्न सक्नुहुन्छ तपाईँहरू कति स्लो चलिरहेछ यसो पानी पनि फेरि यस्तो परिरहेछ त डर लाग्ने चाहिँ क्या के गर्नु पानी पऱ्यो हामी त यहीँ अड्क्यौँ ला भगवान्को दर्शन गर्न आएको त यहीँ अड्क्यो हामी अब के घुम्नु है अब पोखरा पनि अब कस्तो कस्तो भयो अब हाम्रो आज त पानी पनि ठुलै देखाइरहेको छ आज पुरै कहिले रोकिने होला पानी पनि अब हामी कहिले फर्किने गाइज हामी फेरि फाइनली आइसक्यौँ यहीँ मन्दिर आइपुग्न लाग्यो लिटरली जब हामी देख्यौँ हिजोदेखि लिटरली यत्रो ठुलो पानी पऱ्यो हामी अर्किरहेछ क्या अब आज हाम्रो मजाले पोखरा घुम्ने थियो प्लानिङ होइन लास्ट चाहिँ ट्याक्क छेउछेउमै छ ठाउँहरू यसो गएर घुमिहाल्छ भनेर धेरै टाइम नै लाग्दैन सिन चाहिँ हेर्नु त दामी बवाल देखिरहेछ है धेरै टाइम लाग्दैन भनेर सोचिरहेको थियौँ हामी तर एकदमै धेरै टाइम लाग्यो गाइज होइन प्लस अहिले पानी रोकिएर हामी हिँडेको उता हाम्रो फ्यामिली पछाडिबाट हुँदै हुनुहुन्छ हामी दुईजना अगाडि हिँडेको छ बाटो हेर्नलाई यसो के कस्तो छ बाटो त ठिकै रहेछ है अब त्यहाँ पुगेपछि हेर्नु त यस्तो छ भ्यू क्या दामी देखिरहेछ है यो चाहिँ भ्यू हेर्नु यो चाहिँ ओभर दामी छ वेदर चाहिँ अलि भएन है म त कस्तो डर लागिरहेछ झुन्दाखेरि त कालो बादल पनि पुरै लागेछ क्या हिजोदेखि हाम्रो प्लानिङ यस्तो थियो अहिले चाहिँ आएर फेरि हाम्रो रोकेको छ हाम्रो अर्को डेस्टिनेसनतिर जान लागेको थियो तर फेरि
के भयो है कहिले के मिल्दैन कहिले के मिल्दैन यस्तो नमिल्ने हामीले अर्केर बसेछ यहाँ हिजो हामी त्यत्रो ठुलो पहिरो बगेर हामी अर्काएको थियो त्यहाँ होइन त्यहाँदेखि निस्केर हामी सेफली निस्केको थियो फेरि आज चाहिँ आएर फेरि अब केबल कारमा पनि हामी अर्कै भएको के 2-3 पटक त लिटरली बत्ती गएकै हो 2-3 पटक बत्ती गयो होइन देन पुग्यो 2-3 पटक बत्ती गएर हामी अर्क्यौँ मेरो त सात त उडेको लिटरली म त आज गयो इट्स माई लास्ट डे भनेर त्यसमाथि त्यो केबल एउटा यत्रो ठुलो केबल कारले लिटरली एउटा यस्तरी हुकले मात्र अड्काएको हुन्छ कि एउटा हुक ओन्ली अब अबि छट्याङ परेको भर्खरै अब यहाँ हामी आइपुग्यौँ ऊ हाम्रो मन्दिर चाहिँ यही है सोचे जस्तो केही भएन भने डायलग छ नि के सोचे चाहिँ के भयो भन्ने डायलग छ नि त्यही भयो क्या लिटरली अबि छट्याङ गर्नु पर्यो डर लाग्यो यस्तो टुप्पोमा आएर चाहिँ ओ तपाईँहरू देख्नु सक्नुहुन्छ दर्शन गर्नु गाइस तपाईँहरू पनि पञ्चमुखी गणेशजीको हाम्रो मन्दिर चाहिँ यस्तो देखिरहेको छ है यस्तो छ हाम्रो मन्दिर चाहिँ गाइस हेर्नु यहाँ फेरि पानी परेर बिजोग भइरहेछ फेरि अर्क्यो यहाँ फेरि अर्किरहेछौँ हामी एकदमै के भन्नु यस्तो अब परिहाल्यो भर्खरै अब पानी त पानी हावा हुरी पनि चट्याङ पनि त्यसमा त्यस्तै के चट्याङदेखि त झन् डर लाग्छ किन होला यहाँबाट पनि आउने गेट छ त्यहाँबाट यहाँको हामी बाहिर भए मुनि आइपुगे ओ माई गड आफ्टर सो यतिको डर चाहिँ मतलब अहिलेसम्मको टुरमा चाहिँ लागेको थिएन है हेर्नु अहिले चाहिँ हेर्नु हामी माथि जान्ने मात्र होला पानी परेको अहिले रोक्यो है थ्याङ्कफुली रोकिएछ राम्रै छ होइन हामीले अझै अरू डेस्टिनेसनहरू पनि छ हामी पुग्नु पर्ने सो या यस्तै छ मैले केही सुनिआएन कान डुम्म भने जस्तो माथि पुगेपछि गाइस सो हामी चाहिँ यहाँ आइपुगेको छौँ होइन त्यो चाहिँ हाम्रो होटल हो स्टे गर्ने अझ पोखरामा दिस इज आवर होटल हेर्नु होटलको नाम चाहिँ हिमालयन होटल हो है ल अब चाहिँ हामी फ्रेसन अप भएर छिटो अब अर्को डेस्टिनेसनतिर लाग्नुपर्ने हुन्छ बिकज एकदमै ढिला भइसकेछ सो आई विल अपडेट यु अब अगाडि